महिना सकौँ भनेर सकिन्छ। पेज नम्बर 880 मेरो स्प्राक भनेर छ। Profession, speaking about profession, which Berufe having meet Sprachen to which profession are you doing right now? Slamming in course, will you change out einen water book? एउटा कोर्समा लेख्नु भए वाटर बुकको सहायताले मिनिङहरु हेरेर अब तपाईले टिचिङ गर्नुहुन्छ, टिचिङको लेख्नु अब थप्दै जानु पर्ने यहाँबाट बीमा छ हेर्नु त arbeiten Sie zu drive Ihre Wald einer Person aus Zeitschriftartikel und Lifestyle Text dazu machen Sie Notizen wie in Beispiel stellen Sie Ihre Person vor machen Sie dann zu drive eine Table und ergänzen Sie alle Informationen zu den drei Personen तीनटा पर्सनको बारेमा लेख्नु अरे और प्रोफेशन को बारेमा लेख्दाखेरि गेनेटिभ युज हुन्छ गेनेटिभ अनि नेम प्लस एस अब जस्तै आफ्नो भन्नु पर्यो भने आफ्नो प्रोफेशन भन्दाखेरि यसरी युज हुन्छ जस्तो बेरु प्रोफेशनल यो के हुन्छ भनेको थिए सुरुमा मैले मास्कुलिन हुन्छ भनेर भनेको थिए गेनेटिभ मास्कुलिन के हुन्छ डियर बेरुफ प्लस नेम मा एस लाग्छ अब जस्तो राम्स प्रोफेसन भन्नु पर्यो भने डियर बेरुफ भनेको के हो प्रोफेसन हो डियर बेरुफ फन राम भनेर हुन्छ कसको भनेर भन्दाखेरि रामको भन्नु पर्यो नि त डियर बेरुफ फन राम कसको त रामको बेरुफ हो अब नेम प्लस एस आइहाल्यो अघि फेरि एस लाग्छ भनेर राम्स बेरुफ यसरी लेखिन्छ अब यसलाई चाहिँ
ट्याग पनि रूट मास्कुलिन हुन्छ डियर Arbeitstag von Ram फर्स्ट को Arbeitstag हो तो Ram's Arbeitstag अब पर इसको लिखना पड़ेगा Ram's Arbeitstag सबै कुरा याद गर्नुपर्छ त अलिक टाइम दिनु जरुरी नै बाहिर गइसकेपछि मिलाउन सक्छ नमिलाउन सक्छ कम्पनी कस्तो हुन्छ सबै भन्ने जस्तो हुँदैन बाहिर अब स्कुल पनि सक्यो होला एकदम सबै लगाएको स्कुलको 18 गते सकिन्छ नि सक्यो आज 15 गते भइहाल्यो मङ्गलबार सकिन्छ यो यसको बिदा चाहिँ कहिले हुन्छ आइतबार हुन्छ आइतबारै होला तपाईँको सर्दी कहिले हुन्छ सायद पनि आइतबार हुन्छ कता शुक्रबार हुन्छ तर रमजानले गर्दा पुरै छुट्टीहरू पनि के हुन्छ भन्दै थियो अदरवाइज शुक्रबार सर्ट ड्युटी चलिरहेको हुन्छ शुक्रबार कि आइतबार कहिले हुन्छ अहिले पनि फ्लाइट गइरहेको छ हामी त गइरहेको छ कम्पनीलाई चाहियो भने रमजानले पर्दैन हेर्नु त तल मिट स्प्राके आर्बाइटेन Sprachen Fastzahlen vieler Menschen und viele lernen in ihren Freizeit eine neue Sprache भनेको तपाईको क्युरियोसिटीले फ्री टाइममा चाहिँ नयाँ ल्याङ्ग्वेज सिक्नु भयो रे wir stellen ihnen Menschen vor die Sprache zu ihrem Beruf gemacht haben तपाईको स्पिकिङ अनुसार चाहिँ कुन चाहिँ प्रोफेसन छ त भन्दैछ for einen Jahr habe ich meine Ausbildung als Keyboard Dolmetstor भनेर छ आपके लोसन
छ भनेको यो साइन ल्याङ्ग्वेज कम्प्लिटेड भन्न खोजेको है त दास इज माइन ट्रम्बेरोफ यो चाहिँ के हो उसको ड्रिम प्रोफेसन अरे इज जोर्गे जोर्ग भनेको टेन्सन for einen gute Kommunikation Russian then mentioned und is marke jeden Tag it was Andreas manchmal Begleiter भनेको a company भन्छ इङ्ग्लिसमा is Gehorloja भनेको डिफ हो बाहिर हुन्छ नि डिफ हो त्यसलाई Gehorloja भन्छ मेन्सन छु Einer Untersuchung beim भनेको चेकिङ भन्न खोजेको त Untersuchung beim Doktor there is Domestation in Confectionery im Geräusch oder auf dem Stand smart भनेर छ यो भनेको रजिस्टर अफिस भनेको है त when jemand heiratet das ist interessant und Abwechslung gereist भनेर छ यो भनेको अल्टरनेटिभ भनेको Abwechslung gereist भनेको चाहिँ अल्टरनेटिभ an manchen Tagen haben is mehrere Aufträge und Arbeit von 8 Uhr morgen bis 8 Uhr Abend an anderen Tagen habe ich komplett frei aber ab Oktober habe ich einen festen Termin in der Woche यो अक्टोबर फेस्ट भन्ने चाहिँ जर्मनको ठुलो फेस्टिभल हो है त यो त्यही भएर धेरै दोहोरिरहेछ एवानदेखि नै दोहोरिरहेछ अक्टोबर फेस्ट भनेर Da Unterseite im Immer am Montag in einer Schule für Gehorloser के रहेछ रजिस्ट्रेसनको लागि रहेछ स्कुलमा Ich bin noch in der Ausbildung भनेको ट्रेनिङ भइहाल्यो aber ich habe es fast gesagt उसले चाहिँ धेरै छिटो सक्यो अरे Ich will लोगोपाडिन भनेको स्पिच थेरापिस्ट भन्छ where then के छ त I will become स्पिच थेरापिस्ट भनेको छ where then भनेपछि पछिको कुरा भएको भए हुन्थ्यो भने जस्तोमा दिन्छ युज हुन्छ while Sprachtherapie schon mir immer interessant के रहेछ त it is already interesting भन्दैछ for Miss War am liebsten möchte ich mit kein der Brain arbeiten in einer schönen Praxis mit netten Leuten und festen Arbeitszeiten. Jetzt bin ich dann ganzen Tag regularly in der Schule nach dem Unterricht lerne ich immer noch über eine Stunde, manchmal auch 2 oder 3 Stunden. Also bis 10 oder 11 Uhr Abend. कहिलेकाहीँ चाहिँ 10-11 बजीसम्म पढ्थ्यो अरे बेलुका अनि कहिलेकाहीँ चाहिँ 2-3 घण्टा मात्र पढ्थ्यो अरे Das geht noch bis nächsten Sommer so. अर्को समरमा पनि त्यही गर्छु भन्दैछ Das sind Prulina Fungen und ab den 1. Juni यो Prulina भनेको नाम हो है त नाट 3 Jahre Ausbildung कति वर्षको रहेछ त यो स्पिच थेरापिस्टको Ausbildung 3 वर्षको रहेछ Ich bin richtige Logopädin I will be registered speech therapist भन्दैछ richtige भनेको und kann mit dem Arbeiten anfangen then I can work with भन्दैछ Seit 4 Jahren bin ich Übersetzer भनेको ट्रान्सलेटर भनेको है त
ट्रेप्युप्रेन भनेको छ। ट्रेप्युप्रेन भनेको स्क्रिन प्लेजको लागि चाहिँ के रहेछ त ऊ ट्रान्सलेटर रहेछ फर फिल्मेट। कति वर्षदेखि 4 इयर। यारियारेन भनेपछि 4 इयर 4 वर्षदेखि चाहिँ ऊ त्यसको काम गरिरहेको रहेछ स्क्रिन प्लेमा ट्रान्सलेटरको। फिल्म und Kino haben mission immer Fanziernet भनेको के हो? के होला Fanziernet भनेको? एडिक्टिभ भनेको। Ist arbeitet freiberuflich wie Fingerübersetzer भनेको ट्रान्सलेटर। फाइबर फ्युलिज भनेको ऊ चाहिँ फ्री हुँदाखेरि मात्र है त। इज बिन अल्सो माइन्ड आइग्नोर सेट मान्समाल हाबे इज जेयर फिल आर्वाइड कहिलेकाहीँ चाहिँ धेरै काम हुन्छ अरे। इज फाङ्गे मुर्गेन्स चेन ओर आन फाङ्गेन भनेको नि ट्राभल है त टु ट्राभल ट्रेनबार भयो। und arbeitet bis मिटरनाथ भनिन्छ। मिटरनाथ भनेको मिडनाइट। अब तपाईँहरूलाई मैले अस्ति पढाएको थिएँ नि ट्रेन बार भबहरू सबै भब याद गर्नुपर्छ है त। अब चाहिँ ओभरै गाह्रो हुन्छ नि। अब पनि रिला गऱ्यो भने चाहिँ पछि एक्जाम लेख्न चाहिँ धेरै मेहनत गर्नुपर्छ है त। मेहनत पुगेको छैन किनकि सुरुमै 2-3 घन्टा पढ्दै गर्ने भनेर भनेको थिएँ मैले सुरुदेखि। धेरै चाहिन्छ सजिलो हुन्छ। कस्तो हुन्छ भोकाब नपुगेर मात्र जर्मन गाह्रो हुने हो नत्र सजिलो छ जर्मन। तपाईँहरूलाई मेहनत गरेर पढाएको छ त्यस्तो गरेर पढाएको छैन मजाले पनि पढाएको छ। अझै त्यो ग्रामरहरू पढाउनै बाँकी छ अझै कन्फ्युजन भएको कुराहरू फेरि पढ्दा पनि हुन्छ केही फरक पर्दैन। पछि रिभिजन गर्दा पनि पुऱ्याउनु चाहिँ पर्यो है त। पछि 6 महिनाको मात्र हुन्छ सर्टिफिकेटको डेट। राम्रो मार्क्स ल्याएन भने भिजा सुरुमै लाग्ने चान्स हुँदैन क्या। त्यही भएर भोकाबको 65 कटाउँछु भनेर एक्जाम लेख्नु पर्यो जाने तरिकाले। 100 मार्क्सको आयो भने 65 कटाउँछु तरिकाले। विमानको लेख्दा चाहिँ विमान अलिक गाह्रो पनि हुन्छ एक्जाम लेख्नलाई। टेक्स्ट बढी हुन्छ 1 पेज फुल हुन्छ। यस्तै गर्नुपर्छ। स्प्रेडहरू क्वेसनहरू बनाउँदैछु अलिकति त। कतिको गर्दै हुन्छ आर्बेट्सको? अहिले गर्दैछु गर्दै गर्नु है त। म उयो अलिकति भागिदिन्छु A1को पनि A2को पनि हाल्नुहुन्छ। हप्तामा कतै पढेको शुक्रबार चाहिँ टेस्ट लिनुपर्छ हो सर? त्यही गर्नुपर्छ। हप्ताभरिको पढेको नि शुक्रबार चाहिँ त्यही गर्नुपर्छ। अब तपाईँहरू नजानु भएको झन् सजिलो हुन्छ बिहान पढ्नलाई। अलिक अनलाइनमा गाह्रो हुन्छ कि भन्ने कुरा अब अब स्लाइड बनाएर पढाउँदाखेरि ग्रामर स्लाइड बनाएर सकिँदैन किनकि सबै स्लाइड बनाएर कसरी धेरै छ नि त। विमानको त अति धेरै छ भोकाब ठुल्ठुलो टेक्स्ट छ। ग्रामर पढाएपछि अब यस्तै भिडियो बनाएरै हाल्नुला नबुझेको कुरा डिस्कस गर्नुपर्छ बेलुका अनि त्यसरी नै गर्नुपर्छ। राम्रो तरिकाले गर्नु बिहान क्लास लिइहाल्नु सक्यो त्यसको ग्रामर भिडियो बनायो अनि बेलुका त बेलुका छुट्टेर पनि पढ्नुपर्छ। त्यतिखेर चाहिँ यसो सर त्यही भन्नु अहिले बरु बेलुका 1 घन्टा 1.5 घन्टाभन्दा बढी गर्दा हुन्छ। त्यसो हुँदाखेरि यो मिटरनाथ भनेको मिडनाइट हो त। Es gibt aber auch andere Phasen. Da warte ich dann auf Aufträge und haben sehr viel Zeit. Ich habe also auch mal am Montag frei. कहिले फ्री हुने रहेछ त? सोमबार फ्री हुने रहेछ। Ich lebe meinen Beruf aber manchmal ist es auch ein bisschen einsam. Einsam भनेको लोनलीनेस
यो फास्ट सियर नेट भनेर छ नि माथि इमर्स फास्ट सियर नेट। यो फास्ट सियर नेटको दुईटा मिनिङ हुन्छ, एउटा स्ट्रेसफुल एउटा एट्र्याक्सन पनि हुन्छ है त, लेखिराख्नु त्यसको त्यहीँनिर एट्र्याक्सन पनि हुन्छ, त्यहाँ एट्र्याक्सनको केसमा भनेको छ किनभने यो फिल्म एट्र्याक्सनको लागि हुन्छ। अब जर्मन स्पिकिङ बढाउनलाई मुभीहरू हेर्न थाल्नुले त अब मुभीहरू बुझिन्छ मजाले, कस्तो होइन रेगुलरली सुनिरहेको भने मात्र बुझिन्छ त्यो वर्डहरू, नत्र पछि गाह्रो हुन्छ मुभीहरू हेर्नु। युट्युबमा भेटिन्छ त्यो सिम्पल मुभीहरू हेर्नु बुझिन्छ बिस्तारै, टाइम धेरै मान्छ जर्मनले। अब यहाँ हेर्नु त Zeitangaben भनेको छ टाइम इन्फर्मेसन, Zeitangaben भनेको चाहिँ टाइम इन्फर्मेसन। Lesen Sie die Charts und verbinden Sie mit dem Bildred। यो टेक्स्ट पढेर चाहिँ फोटोसँग मिलाउनु अरे। अब हेर्नु त माइन्ड कुन्टराइस टाउरेट बिस आइन वर भनेपछि मिलेको छ त यो नम्बरको। यो टाइम भन्दा प्रयोग हुने प्रिपोजिसनलाई टेम्पोराले प्रिपोजिसन भन्छ है त। अब यसमा के पर्छ भन्दाखेरि टिल, कतिको यसमा पनि भन्नुभयो यति बजीसम्म टिल भनेपछि के भयो 20 पर्यो टेम्पोरारीमा फर्स्टमा। अब फ्रम भन्नु पर्यो भने फोन भन्छ, फोन ड्राइभ एक्सन वर भन्नु पर्यो अरे। कहिले भन्दाखेरि यो टाइममा भन्नु पर्यो भने आग लाग्छ। यिनीहरू टेम्पोराले प्रिपोजिसनहरू अबेर अब यो हेर्नु छ नि आफ्टर बिफोरहरू यिनीहरू लोकाले प्रिपोजिसनहरू हुन्। यो दुईटा टपिक पनि पढ्न बाँकी छ, टेम्पोराले र लोकाले। अस्तिकोमा अलिक गाह्रो हुन्छ, अब लेखेर भिडियो बनाउन पनि सजिलो हुन्छ, बुझिन्छ पनि लेखेको अब चाहिँ मजाले। अब यसलाई सोध्नु पर्ने कतिको बुझ्यो भनेर त्यो भिडियो त पठाइदिएको थिएँ, पठाइदिँदो रहेँ। भ्याएकै छैन, हाँस्न पनि आएको छैन अहिले त, बिरामी छ अरे। अस्तिको हप्ता पनि आएन, अब सँगै आउँछु भन्दै थियो। नयाँ ग्रुप स्टार्ट गर्नु लागेको छु म, अब बिहान पनि 8 बजी कोही छ भने भन्नु। लेडिजहरूलाई त अति धेरै अपर्च्युनिटी छ जर्मनीमा, क्या गर्न। अब A2 को भिडियो A2 लेभल स्पिकिङ भएको केटीहरूले www.ausbildung.com मा भिडियो बनाएर हाल्दा हुन्छ। कहाँ सेल्फ इन्ट्रोडक्सन भिडियो, सिभी अपडेटेड सिभीहरू बनाएर हाल्यो भने फ्यामिली म्याच भयो भने लान्छ उतै स्पोन्सरसिपमा, बेबी सिटरमा भेटिन्छ त्यस्तो फ्यामिलीहरू। जर्मनी, अस्ट्रिया अनि नेदरल्यान्ड्सको यता यो जर्मन साइडको सबैतिरको भेटिन्छ, लक्जमबर्गको पनि भेटिन्छ कोही बेला जर्मन जानेको मान्छेले। लेडिजलाई धेरै अपर्च्युनिटी छ जर्मनमा चाहिँ। अब छोरा मान्छेहरू कति 3टा 4टा वेमा जानु पाउँछ, छोरी मान्छेहरू 6वटा वेमा जानु पाउँछ। बिडिएफ भनेर हुन्छ त्यो पनि जानु पायो। बिडिएफ धेरैले गर्दैन, काठमाडौँको एउटाले मात्र गर्दो रहेछ, अरूलाई थाहा नै छैन बिडिएफको बारेमा। अनि जब सिकर भयो, अब स्टुडेन्टमा जाँदा नै फाइदा छ। स्टुडेन्टमा गएर 4 वर्ष ब्याचलर सकेर फेरि सिटिजनसिप निकाल्नु भएन भने फेरि 1.5 वर्ष थप्न मिल्छ।
भिजा एक्सटेन्ड गर्न फेरि निस्केन भने फेरि 1.5 वर्ष थप्न मिल्छ। एक्सटेन्ड गर्न भइरहन्छ। सजिलो चाहिँ त्यहाँ छ फेरि जर्मन गर्नु। अघि लेखेको कुराबाट के बुझ्नु भयो भने त मास्कुलिन जेनेटिक केसमा यस लाग्छ पछाडि चाहिँ त्यो चाहिँ 100% हो लेखिराख्नु त्यो रुलले त्यसको माथि लेखिराख्नु मास्कुलिन जेनेटिकमा यस लाग्छ। पेज नम्बर कति छ भन्दा 83 मा 13 मा स्प्रेगेन छ 13 नम्बर। अब चाहिँ रेगुलरली गर्दै जान्छौँ आगे स्प्रेगेनहरु। अब चाहिँ अस्ति अब भोका छोरे थियो अब पुग्छ पनि एवानको अब मैले पढेको कुरा सबै याद गर्नु भने केटुमा धेरै चाहिँदैन। धेरै पढाएको छ मैले एवानमा पछाडिको ग्रुपलाई पनि धेरै पढाएको छ। अब हेर्नु त बेमा छ लेजेन्ड जी डिटेक्स्टर जेक्स डी उनमार्केन जी आले चाइल्ड आङ्गावेन के भनिन्छ भन्दाखेरि यो टेक्स्ट पढ्नु भयो पुरै अनि टाइम इन्फर्मेसन चाहिँ कहाँ छ त त्यसलाई चाहिँ मार्क गर्नु अरे। अनि तल छ भिलेज चाइल्ड आङ्गावेन ह्याभेन आइन प्रिपोजिसन मोर टाइम इन्फर्मेसन धेरै टाइम इन्फर्मेसन छ के हुन्छ त प्रिपोजिसन सँगै आएको हुन्छ। स्ट्राइबेन्जी दिजे आङ्गावेन इन दी टेबल यो आङ्गावेनहरु छ नि इन्फर्मेसनहरु तिनीहरुलाई टेबलमा लेख्नु अरे। जस्तै त्यहाँ दुईटा छ फरक। अब with accusative र with accusative र ए हुन्छ र जर्मनमा चाहिँ ई हुँदैन। अब आकुजाटिभमा भर लाग्छ डाटिभमा दिस लाग्छ। एउटा केसमा यसरी गर्दा हुन्छ त्यसलाई। त्यहाँ एउटा एक्जाम्पल दिएको रहेछ चेन वर कति बजी भन्दा 10 बजी एउटा भयो। आन मानसेन टार भनेर दिएको छ त्यो दिन हो है त भनेर। अब कति बजीसम्म 20 till अक्टोबर 8 बजीसम्म फन आइनेम यार किन यो आइनेम लाग्यो होला त? अब मोनालीहरु त मास्कुलिन हुन्छ यारमा चाहिँ आइनेम चाहिँ किन लाग्यो होला? किन लाग्यो होला? दादी
डाटिभले गर्दाखेरि डाटिभ मास्कुलिन के हुन्छ त डेम आइनेम काइनेम त अरू रिजन छ होला त्यही हुन्छ त्यही हो जस्तो दिस आइन वर तीन आवर भन्न खोजेको यो चाहिँ फोन आइनेम स्टुन्ड हुन्छ आवर लेख्दा पनि हुन्छ स्टुन्ड लेख्दा पनि हुन्छ जस्तो फर्म फन यहाँ पनि फनै लाग्छ यता पनि फनै लाग्छ यसमा चाहिँ फन यहाँ फर्मको एउटा डिस लेख्दा बेटर हुन्छ टिल लेखाइदिइहाल्यो मैले प्रिपोजिसनहरू आफूचाहिँ डाटिभ प्रिपोजिसनहरू के हो लेखाइदिइहाल्छु पढेर चाहिँ आउँदैन त अब कोर्स गरिकन नपढौँ अलिक मिहिनेत गरेर पढौँ होइन यो महिनादेखि भएर वैशाख पहिलो हप्तासम्म सक्ने गरी पढ्नुपर्छ हामी अनि त्यो पछाडि वैशाख 20-25सम्म प्र्याक्टिस गरेर अनि 10-15 दिनै प्र्याक्टिस गरेर अनि मात्र गर्नुपर्छ अर्कोले जीवन German prepositions start by cases. अब यो के पढ्नु भएको थिएन भन्दाखेरि खास कुरो के पढ्नु पर्यो भन्दाखेरि आकुजाटिभ प्रिपोजिसनल आकुजाटिभ प्रिपोजिसनल डाटिभ अहिले दुईटा केस आयो हो नि आकुजाटिभ र डाटिभ आयो अब नोमिनाटिभ र गेनेटिभ विमानमा आउँछ त्यही भएर यो सुरुमा हामीले विमानमा पढेको त्यो केसै जानेन भने चाहिँ पछाडिको केही नै जान्दैन मेन कुरा चाहिँ फर्मुला चाहिँ याद गर्नु पर्यो Accusative prepositions. इसको अर्थ के हुन्छ त भन्दाखेरि फोर via नत्र by
by means of अब यो अस्ति फर भनेर पढ्नु भएको छ यो भनेको एफ फर मात्र पढ्नु भएको छ यसलाई हैन अब यसले इन प्लेस अफ को पनि मिनिङ दिन्छ अनि इन एक्सचेन्ज फर according to sentence हामीले कसरी युज गर्छौं यसलाई त्यो तरिकाले दिन्छ बीस भनेको के पढ्नु भएको छ अस्ति हजुर by until खासमा until हो till भन्दा नि until र up to अर्को छ around about at अनि for र by यो सब उनी भन्दछ यो भनेको विदाउट विथ पढेको थियो विदाउट पढेको थिएन अब यो पनि थाहा हुनु पर्यो अब सेन्टेन्समा युज गर्नुपर्छ यसलाई पनि यो छ गेगेन भनेको एगेन्स्ट हुन्छ एउटा अर्को हुन्छ टुवर्ड्स अनि हुन्छ राउन्ड अबाउट अर्को हुन्छ राउन्ड अबाउट एगेन्स्ट टुवर्ड्स र राउन्ड अबाउट अर्को छ विदर contrary to नत्र against अब यो इन्क्लाइन भनेर पनि पढेको थियो जस्तो प्रिपोजिसन पढ्दाखेरि तर कुन प्रिपोजिसन हो भनेर पढेको थिएन प्रिपोजिसन त पढियो आफूबाट प्रिपोजिसन कुन पढेको छैन डाटिभ प्रिपोजिसन कुन पढेको छैन एलोङ मिनिङ दिन्छ एलोङ हुन्छ इन्क्लाइन भनेको अब यो चाहिँ लोकेसनसँग प्रयोग हुन्छ युज विथ लोकेसन इन्क्लाइन चाहिँ जस्तो ल यसलाई सेन्टेन्स बनाउनु पर्यो आई वक अलोङ द रिभर भन्न त यसलाई कसरी बनाइन्छ होला अब हेर्नु है त यसलाई के हुन्छ भन्दाखेरि इज लाउफेन भनेको पनि वाक हो अब गेहान युज हुँदैन लाउफेन
चेन्ज हुनु पर्यो त स्लाफे अब फ्लुस के हुन्छ त युवर मास्कुलिन फेमिनिन न्यूट्रन के हुन्छ त यो मास्कुलिन आकुजाटिभ नोमिनेटिभ आकुजाटिभ डाटिभ गेनेटिभ कुनमा लाग्छ स्लाफे देन फ्लुस देन हुन्छ अब एन्टलान लास्टमा लाग्छ एन्टलान स्लाफे देन फ्लुस एन्टलान अस्तिको जस्तो स्लाफे देन एन्टलान फ्लुस चाहिँ लेख्न पाइँदैन हो त्यो तरिकाको सेन्टेन्स चाहिँ नबनाउनु एगेन्स्ट रुल त एगेन्स्ट हुन्छ इङ्ग्लिसमा मिले जस्तो चाहिँ सुनिन्छ तर जर्मन रुल्सको चाहिँ एगेन्स्ट हुन्छ जस्तो he sleeps without blanket के हुन्छ होला स्लाफ्ट he slept without भनेपछि ओहे ओहे ब्ल्याङ्केटलाई डेक भन्छ er schlaft ओहे डेक जस्तो the woman struggle against opponent अब के हुन्छ होला त अब देयर के हुन्छ त दी फ्राउ द वुमेन आर्म्ड एगेन्स्ट भनेको के हो गेगेन काउन्ट गेगेन गेगर भनेको अपोनेन्ट यो सिंगल वे हो अब टु वे हुन्छ टु वे प्रिपोजिसनमा डाडी ब्राग जाडी दुईटै पर्छ एकै ठाउँ अब रुल थाम्नुपर्छ डाडी भनेको के हो आकुजाटिभ भनेको के हो त के होला त भन्नु त डाटिभले इन फिक्स लोकेसन मात्र फिक्स कुरालाई जनाउँछ आकुजाटिभले मोसन भएको कुरालाई जनाउँछ लोकेसनमा पनि मोसन हुनु पर्यो सबै कुरामा मोसन हुन्छ आकुजाटिभमा गेनेटिभमा स्थापित हुन्छ देश आइन्सहरू त्यही भएर लास्टमा यस लाग्यो त्यो तीनटा कुरा चाहिँ याद गर्नु पर्यो
शुक्रबार